हेलो गाइजहरु, हामी चाहिँ अहिले जनकपुर मन्दिर आइसकेको छौँ। अब यो अगाडिको हजुरहरूलाई मैले छेउबाट देखाइदिएको होइन, दामी छ भागवती चाहिँ। जनकपुरमा यस्तो बबाल ठाउँ रहेछ, यस्तो बबाल रहेछ त्यहाँ एकदम दामी खालको पिङ खेल्ने ठाउँ रहेछ। त्यहाँ अगाडि यस्तो दामी छ कि होइन, दामी नै छ भनौँ न, मन्दिर छ। यहाँबाट चढ्नु पर्ने रहेछ, केटाकेटीहरू खेल्ने पुरै यहाँ ढलिरहेको छ बिहोसबाट, चारैपट्टिबाट घेरेर बसिरहेको छ यसो एम्बुलेन्स। हेलो गाइजहरु, हामी चाहिँ अहिले जनकपुर मन्दिर आइसकेको छौँ। अब यो अगाडिको मन्दिर चाहिँ होइन, हल्का हुस्सो लागेर अलि मौसम चाहिँ अलिक खत्तम भइरहेको छ, त्यही भएर देखिरहेको छैन। फाइनली हामी आइसकेछौँ होइन। अब यता तपाईँ छेउछाउमा हेर्न सक्नुहुन्छ, यो अब हरियाली यताउता होइन, घरसर। अब जे भए पनि मन्दिर चाहिँ दामी नै रहेछ है। म पनि फर्स्टचोटि नै आएको होइन, हेर्नु सक्नुहुन्छ पछाडि क्या दामी देखिरहेछ मन्दिर। अब केटाकेटीहरू टन्नै खेलिरहेछन् वरिपरि। मैले चाहिँ फेरि यहाँ केटीले बोक्ने ब्याग बोकिरहेको छु कि हेर्नु न, यहाँ दिदीहरूको झोला बोकेर बसिरहेको छु। अब उहाँहरू चाहिँ भित्र जानुभयो पूजा गर्नलाई, अनि म र भिनाजु चाहिँ बाहिर बसिरहेको छु। यहाँ मान्छेहरू टन्नै छ, एकदम भिडभाड धेरै हुँदो रहेछ होइन। अब केटाकेटीहरू अब जुधिरहेछन्, बाजी खेलिरहेछन्। अब के भन्नु होइन, त्यस्तै हो। यहाँ अगाडि चाहिँ बाजिरहेका छन् है मान्छे, यहाँ पसल थाप्ने, तैँले थाप्ने कि मैले थाप्ने भन्दै, मेरो ठाउँमा थाप्दिस् भन्दै एकदम बाजाबाज गइरहेछ यहाँ अगाडि चाहिँ। अघिदेखिको हेरिरहेको छु, अघिदेखिको पुरै बाजिरहेका छन् होइन, मालासाला बेच्नको लागि राखेको पसल रहेछ। तर जे भए मन्दिर चाहिँ दामी छ है, मन्दिर चाहिँ हेर्नु त्यहाँ यस्तो बवाल रहेछ। म पनि फर्स्ट टाइम आएको हो, हामी चाहिँ परिवारै यसो नयाँ वर्षमा घुम्न आएको थियौँ। हेर्नु न, मन्दिर चाहिँ दामी छ, त्यो बनेको डिजाइन, त्यो बुट्टा होइन, मान्छेहरू त्यति धेरै भिड। अब यहाँ फोटो खिच्न स्टार्ट भइरहेको छ, फोटो खिच्न पनि जुदाजुद छ फेरि हाम्रो चाहिँ होइन। यहाँ अब योहरू चाहिँ खासमा रामको भक्तहरू कताबाट आएको, पुरा एक जन्ती आएको टाइपमा आएको थियो कुटुङटुङ होइन। त्यही भएर चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ। अब धेरै हल्ला भइसक्यो, यहाँ एकछिन हेरियो, अब गोलो भएर वरिपरि नाचिरहेको छ बिचमा होइन। अब हामी चाहिँ यहाँबाट निस्किनु पर्ने हुन्छ, धेरै हल्ला भयो। फाइनली हामी चाहिँ यहाँबाट निस्किसकेको छौँ। अब जाने सरर यहाँबाट भर्खर निस्क्यौँ, भिडभाड धेरै थियो, बिस्तारै निस्किँदैछौँ। बाटो सानो होइन, छेउछेउमा गाडी पार्किङ गरिदिएको, भिडभाड पनि अलिक धेरै नै थियो होइन। त्यही भएर निस्किँदैछौँ बिस्तारै। कोही चाहिँ फेरि यहाँ फोटो खिच्नु नपाएर फोटो खिच्न नपारिसकिरहेका छन् मान्छेहरू। अब हामी यहाँबाट सरर एकैचोटि बाबाताल जानेछौँ गाइजहरू होइन, जाँदैछौँ, निस्किँदैछौँ यहाँबाट। अब हामी सरर निस्किरहेको छौँ होइन। अब चाहिँ हामी ठ्याक्कै बाबाताल जानेछौँ, हजुरलाई बाबाताल पुग्ने देखाउँछु। जनकपुरको अगाडिको भाट भट्टिनी पनि छ होइन, भाट भट्टिनीलाई पनि हामी हेर्दै जानेछौँ। अब घुम्न त खासै गइदियो होला, जाने कुरा छ, के हुन्छ अब। हेलो गाइजहरू, हामी चाहिँ आइसकेको छौँ भाट भट्टिनी हेर्नु। यो चाहिँ जनकपुरको यस्तो दामी रहेछ भाट भट्टिनी होइन, खतरा रहेछ है। अगाडिदेखि लिएर पछाडिदेखि लिएर यो छेउछाउ दामी रहेछ। यहाँ घुम्न जाने कुरा थियो, अलिक हामी नजाने भएर छोराछोरी गाउँ, हजुरहरूलाई मैले छेउबाटै देखाइदिएको होइन, दामी छ भाट भट्टिनी चाहिँ। जनकपुरमा यस्तो बबाल ठाउँ रहेछ, यस्तो बबाल रहेछ कि पुरै छोडिदिनु। रोडदेखि लिएर हरेक कुरा बबालै रहेछ क्या जनकपुरको। हामी चाहिँ टक्कर गाडीमा छौँ। सबै आफ्नै तालमा छन् होइन। अब के गीत सुन्दै मस्त बसिरहेका छन्। अब यहाँबाट हामी जनकपुरको भाट भट्टिनीबाट पनि हामी निस्किसक्यौँ। अब अगाडि अब यहाँबाट सिधै हाम्रो बाबाताल हुन्छ होइन, सरर।
फाइनली गाइजहरू हामी पो आइसकेको छौँ बाबाताल। अब यो चाहिँ बाबातालको ताल हो होइन। उता डुङ्गा छ, डुङ्गा चढ्ने छ उतापट्टि चाहिँ। उताबाट डुङ्गा टिकट काटेर चढ्नु पर्दो रहेछ। योभन्दा अगाडि पनि आएको थिएँ आउनु त, म स्कुलबाट आएको थिएँ धेरै पहिले, 2-3 वर्षै अगाडि पहिला। यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ अनि यहाँ भाउजूहरू हुनुहुन्छ होइन, अनि नानीहरू छ सानो सानो। मेरो मम्मीले पनि हेरिरहनु भएको छ मजाले पुरै बसेर। अनि उतातिर चाहिँ यस्तो रमाइलो छ, उतातिर चाहिँ पिकनिकहरू गर्ने ठाउँ रहेछ। यता भोजसोज खाने ठाउँ, यो मासु पकाएर होइन। अब हामी त अब यतिकै घुम्न आएको। त्यहाँ एकदम दामी खालको पिङ खेल्ने ठाउँ रहेछ त्यहाँ अगाडि चाहिँ। यस्तो दामी छ कि होइन, दामी नै छ आउन सबैजना टक्क आउनु घुम्नलाई। यो चाहिँ ताल एकदम दामी खालको ताल छ होइन। टक्क त्यो तालको अगाडि, त्यो ढुङ्गा गइरहेको अगाडिपट्टि एउटा मन्दिर छ। यहाँबाट चढ्नुपर्ने रहेछ। केटाकेटीहरू खेलिरहेकै छन् होइन, टन्नै छन्। यहाँबाट हामी फेरि निस्किसक्यौँ, सरर अघि निस्किहाल्यौँ त्यहाँबाट हामी होइन। अब फेरि सरर सिधै हामी जानेछौँ लाहान। मजाले तपाईँहरू चाहिँ टक्क यो बाटोको यो छेउछाउको हरियालीको भ्यू लिँदै मजाले आनन्द रमाइलो गर्दै हेर्दै आउनु। हामी चाहिँ निस्किरहेको छौँ अगाडि। छेउछाउमा हरियाली रमाइलो छ होइन, दामी छ बाटो पनि। अब बाटो पनि राम्रै बनाउँदैछ। हामी चाहिँ अहिले चोरबाको आर्मी ब्यारेक आइसकेको छौँ। दामी छ यहाँ पनि आर्मी ब्यारेक होइन, चारैपट्टि जङ्गल ढाकेको भवाले रहेछ। कति ठुलो छ हेर्नु न, कति ठुलो क्या। कहाँदेखि कहाँसम्म टक्कसँग जङ्गलले ढाकेको पुरै हरियाली। निस्किसक्यौँ त्यहाँबाट फेरि हामी अगाडि। चाहिँ गोल बजारको बजारहरू होइन, रोटीमा लाग्ने एकदम बजारहरू, लुगा सुगा रोटीमा पुरै फिसाइदिने। यहाँ चाहिँ भर्खरै बाइक एक्सिडेन्ट भएको रहेछ, गाडी र बाइक एक्सिडेन्ट भएको रहेछ होइन। मान्छे चाहिँ एउटा पुरै त्यहीँ पुरै बेहोस छ एउटा मान्छे चाहिँ भागेछ होइन। त्यहाँ लहरिदिइराख्ने मान्छेलाई लहर्नलाई बाइकबाट हानेर पछाडिको मान्छे चाहिँ त्यो दुइटापट्टि घाइते भएर त्यो हान्ने मान्छे चाहिँ बेहोस भएर पुरै ढलेर अर्को चाहिँ पुरै भागेर खेत लहरिरहेको छ नि त। हेर्नु मान्छे पुरै यहाँ ढलिरहेको छ बेहोस भएर, चारैपट्टिबाट घेरेर बसिरहेको छ नि। यसो एम्बुलेन्स बोलाइदिनु छैन। मान्छे चाहिँ उता भागेको छ, उता देख्नु भएको त्यो बारीतिर उता खेततिर भागिरहेको छ मान्छे चाहिँ होइन, लहर्दैछन्। त्यस्तो हुँदा पनि कि एक्सिडेन्ट त्यही भएर हरेक बाइक हाँक्दा बिस्तारै हाँक्ने गरौँ गाइजहरू।